पारिनु भएन भने तिमीहरूको विश्वास व्यर्थ छ र तिमीहरू अझसम्म आफ्नो पापमा नै छौ। र तीनवटा दिन चाहिँ एकदमै महत्त्वपूर्ण छ। एउटा चाहिँ उहाँ जन्म भएको दिन जसलाई हामी क्रिसमस भन्छौँ, गुड फ्राइडे मृत्यु भएको दिन, अनि मृत्युदेखिको बाउरी उठेको दिन इस्टर सन्डे अथवा रिजर्भेसन सन्डे। अनि जन्मिनु पनि महत्त्वपूर्ण छ। त्यो हुँदा हामी क्रिसमस हामी मनाउँछौँ, किनकि नजन्मेको भए उहाँ कसरी मनाउन सक्थ्यो है। अनि त्यो जन्मदिनलाई मनाउँछौँ, उहाँ मरेको दिनलाई हामी गुड फ्राइडेलाई हामी पालन गर्छौँ। अनि त्यति मात्र होइन, उहाँ बाउरी उठेको दिनलाई पनि हामी पालन गर्छौँ। यो तीनवटा कुराहरू जन्म, मृत्यु अनि बाउरी उठाइको सत्यताले चाहिँ हामीलाई उद्धार दिएको छ। हालेलुया। र अस्तिको हप्ता हामीले सुनिरहेको थियौँ पाल्म सन्डेको बारे, अनि त्यसपछि त्यो शुक्रबारको दिन गुड फ्राइडेको बारेमा हामी सुनिरहेको थियौँ। अनि आज हामी इस्टरको बारेमा हामी सुन्नेछौँ। र यो तीनैवटा दिन चाहिँ कनेक्टेड छ। पाल्म सन्डे हामीले सुन्यौँ कि उहाँले आफूलाई बलिको मेम्ना बनाएर पाठो बनाएर अर्पण गर्न उहाँ आउनुभयो। गुड फ्राइडेको दिन त्यही अर्पण गरिएको पाठको बलि भयो। अनि आजको दिन सन्डेको दिन चाहिँ उहाँ के गर्नुभयो, बाउरी उठ्नुभयो। पहिलो फलको दिन चाहिँ यसो के गर्नुभयो, बाउरी उठ्नुभयो। अब पहिलो फलले के देखाउँछ भन्दाखेरि चाहिँ पहिलो फल ल्याएपछि चाहिँ अब आउने फलहरू पनि त्यस्तै हुन्छ। अब यहाँनिर पावलले हामीलाई के बुझाउन खोजिरहेको छ भन्दाखेरि यसो चाहिँ के हुन्छ अरे, पहिलो फल। जसरी पहिलो फल मृत्युबाट बाउरी उठ्यो, अब रेस्ट फल पनि के हुनेछ, आफ्टर फल पनि के हुनेछ, मृत्युबाट बाउरी उठ्छ। जीवनभर येशूको चेला हुन मनपर्छ, हुन मनपर्छ, लहै हुन मनपर्छ। Papa
से पाए